ललितपुर जिल्लाको स्वास्थ्य सम्बन्धी प्रतिष्ठित संस्था पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ शिक्षालय, प्रसुति तथा विद्यालयका विद्यार्थीहरूलाई आधारभूत स्वास्थ्य सम्बन्धी जानकारी दिन र व्यक्तिगत सरसफाइ पोषणको बारेमा अवगत गराउन एक प्रदर्शनीको आयोजना गरेको छ। प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त प्रदर्शनीमा स्वास्थ्य सम्बन्धी 2 दर्जनभन्दा बढी समस्याहरूको बारेमा जानकारी गराइएको थियो। दाँत, आँखा, शरीरमा देखिने भित्री र बाहिरी रोगहरू, महिलाहरूको महिनावारी तथा नाक, कान, घाँटी सम्बन्धी देखा पर्ने समस्याहरू, तिनीहरूका लक्षणहरू र कारण र समाधानका उपायहरू समेत विस्तृत रूपमा प्रदर्शनीमा देखाइएको थियो। साथै उक्त विषयमा विद्यार्थीहरूलाई बुझाइएको थियो। वातावरणलाई सन्तुलित र सरसफाइ पार्ने उपाय, व्यक्तिगत सरसफाइ, मानसिक रोग र यसका समाधानका उपायहरू समेत प्रदर्शनीमा बुझिने गरी प्रस्तुत गरिएको थियो। युवा पुस्तामा बढ्दै गएको दुर्व्यसनी, यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा आवश्यक सामग्रीहरू सहित प्रष्ट पारिएको थियो। प्रदर्शनीमा विद्यालयका कक्षा 6 देखि कक्षा 10 सम्मका 400 विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयका प्रधानाध्यापक देवीप्रसाद दुलाल सहित सम्पूर्ण शिक्षकहरूले प्रदर्शनी निकै रोचकताका साथ अवलोकन गरेका थिए। नमस्ते, म मनिषा केसी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर नर्सिङ क्याम्पसको थर्ड इयरको स्टुडेन्ट। आज चाहिँ हामीले यो 7, 9 र 10 प्रभात स्कुलको चाहिँ बच्चाहरूमा चाहिँ एसेसमेन्ट गरिसके पछाडि चाहिँ हामीले आज स्कुलहरूलाई एक्जिबिसन राखेको छौँ। त्यसमा हामीले डिफ्रेन्ट टपिकमा चाहिँ आज डिस्कसन गरेका छौँ। त्यसमा हामीले अब पोषणहरू भयो होइन, बाल्ने पोषणदेखि लिएर दाँतको भएदेखि लिएर आँखाको भयो, कानको समस्यादेखि लिएर होइन, त्यसै गरी चाहिँ हामीले प्राथमिक उपचारहरू भयो, मेन्सुरल हाइजिनका कुराहरू भयो होइन, इन्भाइरोमेन्ट साइन्टिस्टका कुराहरू जोडेर चाहिँ आज हामीले बच्चाहरूलाई चाहिँ एजुकेसन दियौँ। जसमा चाहिँ अब बच्चाहरूले यो गर्नुको फाइदा चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई मतलब ज्ञान हुँदा पनि हामी कतिपय कुरामा प्र्याक्टिकली नगर्दाखेरि चाहिँ समस्या हुन्छ। त्यो भएर आज सबैलाई एक्सपोजर गर्दाखेरि चाहिँ र हामीले रियल मेटेरियल पनि राखेको छौँ र हामीले डेमोन्स्ट्रेसनहरू पनि गरिरहेको छौँ नर्सिङ। जसले गर्दा चाहिँ बच्चाहरूको चाहिँ डेली लिभिङ जुन अझै राम्रो होस्, क्वालिटी अफ लिभिङमा चाहिँ अझै इम्प्रुभ होस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम राखेका हौँ र एकदमै फ्रुटफुल भइरहेको छ। हामी सबै बच्चाहरूलाई कभर गर्ने प्रयास गरिरहेका छौँ र प्रभात सम्पूर्ण टिमलाई धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु।
स्कुलको स्टुडेन्टहरू आउनुभएको थियो अनि यो चाहिँ हाम्रो अहिले पोषण हप्ता पनि भनिन्छ अरे पोषण हप्तामा उहाँहरूले त्यहीलाई नै फोकस गरेर पोषण वातावरण स्वस्थ्यकर जीवनको बारेमा चाहिँ यहाँ चाहिँ प्रदर्शन स्वास्थ्य प्रदर्शन चाहिँ गरिराख्नु भएको छ बच्चाहरूलाई चाहिँ सठिक इन्फर्मेसनहरू दिनलाई चाहिँ प्रदर्शन हेर्नु पिक्चरहरू है यहाँ के छ यो कुराहरू केटाकेटीहरू सबै मिसाउनु पर्दैन यिनी मात्रै एउटा